गाइसहरुमा चाहिँ टक्क आज चाहिँ के गर्न आएको भनेपछि कत्रार्ने छाप काट्न आएको। टक्क रुखमा गएको छु, रुखमा मोबाइल लिएर आइछु र ट्याक्कै मैले यहाँ चाहिँ के देखेँ भन्दाखेरि अब गुन रहेछ अब रुखमाथि, त्यही भएर मोबाइल पनि झिकेँ। अब मोबाइल किन लगेर गएको भन्नुहुन्छ भने अब हजुरहरूले टक्क मोबाइल चाहिँ सेफ्टी अनुसार बोकेर ल्याएको थिएँ अनि खोल्टीमा चाहिँ नखस्ने तरिकाले अब ठ्याक्कै झन् गुन देखेँ। अब चराको गुन देख्दाखेरि अब मलाई अब राम्रोसँग अध्याएर मोबाइल निकालेर भिडियो बनाउन मन लाग्यो, त्यसको लागि म चाहिँ देखाउन गइरहेको छु है। टक्कै यहाँ चाहिँ गुन छ है, गुन छ यहाँ। यो गुन चाहिँ लगभग यो छिरबिरे रङ भएको फुल भएको के अरे कुन चराको हुन्छ रामै छेरपाते कोलाई हो, ढक्कुरको दुईटा हुन्छ। यो होइन ढक्कुरको त दुईटा हुन्छ, यता उ छ क्या के छ भन्दाखेरि अन्दै चारवटा छ। यो जुरे लागेको अन्दै जुरे लागेको साथीहरू, मैले चरा गुन पाएँ। टक्क हेर्न त सक्नुहुन्छ दर्शकहरूले। टक्क अनि रुखमा गएपछि म पनि देखिरहेको छु है साथीहरू। टक्क होइन यत्रो रुखमा गएको छु होइन। आज चाहिँ छुट्टीको दिनमा चाहिँ टक्क उहाँ आएको होइन, त्यसको लागि म चाहिँ यहीँ भिडियो अप गर्न चाहेँ होला है। गुन्बाको माथि हो त्यहाँ, यहाँ हो।